कत्तरको खाएको मासु खानु मन पऱ्यो म अब तिहारमा जाँदा खानु लगिदिउँ न माछा के छ दाइको यो अलि तल गर न भाइ कोठामा भएको त्यो माछा साह्रै मन परेको मलाई छिटो न हौ लु हौ लु यस्तो प्रक्रिया चाहिँ बाजेको बाजेको हैन जीवाको च्याकजुक भन्छ उसकोलाई यसको तपाईको जीवालाई अनि चाकजुकको है परम्परागत टिपेको मेल पनि त्यही पेलेर के गर्ने बनाउने यही पेलेर चुप बनाउने यस्तो छ यो त के को यो पहिले देखेको होइन खै म यहाँ भिडियो गर्नु पर्यो यहाँ कुशल मगर कुशल यत्रो भयो त किसान नेतार यता हेरिराख्छ राखिराख्नु पर्यो यसको फोटो भिडियो मभन्दा अल्गो हो त यो त यहाँ आमा साथी अर्को आइज किसान देखिन्छ हामी देखेको छ कि छैन थाहा छैन लु यिनीहरूलाई